हाई एभ्रिवान, आज हामी सबै मिलेर घरमै मोमो बनाएर खाने प्लान गरेका थियौँ। त्यसको लागि हामी 6 जनाको लागि 1 किलो मैदाको डो तयार पार्यौँ। त्यसपछि लसुन, प्याज, टमाटर, टिमुरको धुलो, भुटेको जिरा धनियाँको धुलो अनि तिलको भुटेको धुलो हालेर अचार तयार पार्यौँ। त्यसपछि किमाको लागि 750 ग्राम चिकन किमा अनि मसिनो गरी काटेको बन्दाकोपी, मसिनो गरी काटेको प्याज अनि मोमो मसला, नुन बेसार हालेर यसरी किमा तयार गऱ्यौँ। उहाँ हाम्रो साथी रोटी बेल्न सिपालु हुनुहुन्छ। उहाँले ठुलो रोटी बेल्नुभयो र हामीले यसरी गिलासको सहायताले हामीले सानो सानो मोमोको रोटी तयार पार्यौँ। अनि त्यसमा किमा भरेर आफूले जाने अनुसारको सेप दिएर मोमो तयार गऱ्यौँ। मौसम एकदमै रमाइलो भएको थियो, बाहिर पानी परिरहेको थियो। अनि चिसो मौसममा, चिसो त नभनौँ, अलिक पानी परेको मौसममा तातो मोमो खानुको मजा बेग्लै हुन्छ। अनि हामी सबै मिलेर यसरी रमाइलो गर्दै मोमो तयार पार्यौँ। यो पहिलोचोटिको मोमो तयार भयो। मलाई चाहिँ मोमोमा यसरी टन्न चटनी राखेर खानु मजा लाग्छ अनि मैले चाहिँ यसरी खाएँ। हामी सबै मिलेर रमाइलो गरेर यसरी मोमो बनाएर सबैले खायौँ। थ्याङ्क यू गाइस, सी यू इन द नेक्स्ट भिडियो।